हे एभ्रिवान, स्वागत छ सबैजनालाई आजको भिडियोमा। एन्ड आई नो यो च्यानलमा धेरै टाइमदेखि भिडियोजहरू आएको छैन, सो त्यसको लागि आइएम सो सरी। आज म अलिकता इम्पोर्टेन्ट टपिकमा कुरा गर्नेछु, यानि कि द रुल अफ थर्ड। धेरैचोटि सुनिराख्नु भएको छ होला रुल अफ थर्ड भनेर, होइन? बट एक्चुअलीमा यो हो के त? सो आजको भिडियोमा म तपाईँहरूलाई कम्प्लिट यसको गाइड गर्नेछु। एन्ड सो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। सो रुल अफ थर्ड बेसिकली एउटा टेक्निक हो जसमा हामीले कम्पोजिसन प्रिन्सिपल्सहरूलाई अथवा कम्पोजिसनलाई हामीले मिलाउने काम गर्छौँ क्या। कम्पोजिसन भन्नाले के हो त? कम्पोजिसन भन्नाले यदि तपाईँले एउटा फ्रेम छ, त्यो फ्रेममा अब्जेक्ट सब्जेक्टहरूलाई चाहिँ तपाईँले कसरी मिलाउनुहुन्छ जसले गर्दा भ्युवर्सहरूको हाई अटेन्सन होस्, होइन? फर इक्जाम्पललाई यदि तपाईँ कुनै पोस्टर बनाउँदै हुनुहुन्छ भने त्यो पोस्टरमा त्यो सब्जेक्टलाई कतातिर राख्ने त, होइन? प्लस बाँकी सब टाइटल्स सब एलिमेन्ट्सहरूलाई चाहिँ तपाईँले कता राख्नुहुन्छ भन्ने कुरा डिसाइड गर्नको लागि रुल अफ थर्डले एकदमै हेल्प गर्छ है। र यो रुल अफ थर्डलाई कसरी युज गर्ने भन्ने कुरा आज म तपाईँहरूलाई स्क्रिनमा देखाउने छु। सो सबैजना हेर्नु होला। एन्ड च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब र सपोर्ट गरिदिनु होला है त। सो गाइज, म स्क्रिनमा आइसकेको छु। एन्ड यहाँ तपाईँले देख्नुभएको छ एउटा डिजाइन छ है। एन्ड यो डिजाइनलाई मैले रुल अफ थर्डको थ्रो पनि यसलाई मिलाउँछु है। एन्ड त्यसको लागि सबभन्दा पहिला कन्ट्रोल एन गरेर एउटा साइज लिगौँ। सो मैले ऱ्यान्डमली एउटा 1080x1350 रेजुलेसनको एउटा साइज लिएँ। तपाईँले यसलाई भर्टिकलमा पनि लिन सक्नुहुन्छ है। सो अहिले यहाँ यसको साइज हेर्ने हो भने सोसल मिडियाको साइज छ, त्यही भएर मैले यसलाई अहिले सोसल मिडियाकै साइज लेखिदिउँ न त, होइन? सो 1024 लेखे पनि हुन्छ। म सो 1200 वाला लेखेँ। 1200x1200 पिक्सल्स, 300 रेजुलेसन, RGB एन्ड क्रिएट गरेँ। अब यति गरिसकेपछि हाम्रो सबैभन्दा पहिलो काम भनेको यसमा ग्रिड लिएर आउने है। त्यसको लागि भ्यूमा जाने, गाइडमा जाने एन्ड न्यू गाइड लेआउट। यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ 3x3 को मैले यो अलरेडी लिइसकेको छु, त्यही भएर यहाँ आएको छ। तपाईँले चाहिँ अब सुरुमा लिने बेला गटर मार्जिनहरू हुनसक्छ, सबैलाई हटाइदिनु है त। देन यसपछि यसमा आएर ओके गरिदिने। अब तपाईँको यहाँनिर 9 वटा बक्स बनेको छ। मेन चाहिँ हामीलाई चाहिएको भित्रको यो 4 वटा पोइन्ट हो, तपाईँले देख्नुभएको छ। मैले यसलाई थोरै हाइलाइट पनि गरिदिन्छु। यो 4 वटा पोइन्ट है, 1 2 3 र 4। अब तपाईँले डिजाइन गर्दाखेरि यो मेन 4 वटा पोइन्टमै तपाईँको सब्जेक्ट अथवा अब्जेक्टलाई मिलाएर राख्नु पर्यो। यसले गर्दा के हुन्छ, मान्छेहरूले जुन हेर्ने जुन तिनीहरूको पोइन्ट अफ भ्यू हुन्छ त्यो फर्स्टमा यो पोइन्टमा जान्छ कि। त्यही भएर सकेसम्म तपाईँले देख्नुभयो होला पोस्टर्सहरू बनाउँदाखेरि पनि सुरुमा भ्युवर्सको जुन आई कन्ट्याक्ट छ यो यही पोइन्टमा हुन्छ कि। फर्स्टमा यहाँ हुन्छ, देन सेकेन्ड, देन थर्ड एन्ड देन फोर्थमा। ठिक छ ल। अब यसैमा मैले यो डिजाइनको एलिमेन्ट्सहरूलाई मिलाउँछु है त। सबै त राख्दिनँ, तर मेन चिजलाई यसैमा लगेर राख्छु ल। सबभन्दा पहिला यहाँ जाने एन्ड जुन ब्याकग्राउन्ड छ मैले यसलाई लेख्छु। सो अट्याच रहेछ, कपी गरौँ एन्ड यहाँ ल्याएर पेस्ट। ठिक छ। अब मैले जुन त्यो टेक्स्ट छ मैले अघि नै पनि भनेको थिएँ सब्जेक्टलाई हो यो पोइन्टमा यसरी ठ्याक्क राख्न सकियो। अब माथि त अटेको छैन, थुप्रै वे छ। सो म अहिलेको लागि यसको साइजलाई ठुलो गरेर राखेको छु हो यसरी। ठिक छ। यसलाई अझै ठुलो गर्न सकियो, आफ्नो इच्छा। ल मैले यसरी ठ्याक्कै यही बिचमै राख्नुपर्छ भन्ने छैन, आफ्नो इच्छा अनुसारले राख्न सक्नुभयो है। सो मैले अहिलेलाई ठ्याक्कै यति गरेर राखिदिन्छु एन्ड यसलाई यहाँबाट लक गरिदियो। ठिक छ। फर्स्टको प्रोसेस हाम्रो यो भयो है। सेकेन्डमा अब जुन यो टेक्स्ट छ यो तीनवटै टेक्स्टलाई लिएर जाउँ। यसलाई मैले लक गरिदिन्छु एन्ड तीनटैलाई सिलेक्ट गरौँ, कपी एन्ड यहाँ आएर पेस्ट। ठिक छ। एन्ड यसलाई मैले यहाँबाट यसरी सानो गरिदिन्छु एन्ड मैले अघि नै पनि भनेको थिएँ यसरी ठ्याक्क मिलाएर राखिदिनु ताकि यताको स्पेस र यताको स्पेस बराबर होस्। एन्ड व्हाइट कलर गरिदिउँ। आई थिङ्क राख्ने स्टाइल ठिकै छ यो, यसमा धेरै चेन्जेस गर्नुपर्ने केही पनि छैन। देन यसपछि सब टेक्स्ट कपी गर्ने, यहाँ आएर पेस्ट, यसलाई पनि मिलाइदिउँ। म यसलाई लेफ्ट अलाइन गरिदिन्छु एन्ड यसको स्टाइल थोरै सानो एन्ड यसरी अलाइन गरेर राखिदिउँ, कन्ट्रोल ब्याक स्पेस। ठिक छ ल। एन्ड देन यसपछि फेरि यतापट्टि जुन फ्लावर्सहरू छ कपी गरौँ, यहाँ लगेर पेस्ट। मैले यसको साइजलाई थोरै बढाइदिन्छु एन्ड फिल्टर ब्लर गौसियन ब्लर चलाइदिउँ, ओके।
एन्ड यहाँ आएर मास्किङ गरिदिउँ ब्ल्याक माथि ब्रस थोरै ठुलो एन्ड हल्का अलि बढी भयो फ्लो कम गर्ने एन्ड बिस्तारै यसलाई यसरी मास्क गर्ने देन यसलाई ठ्याक्क साइडतिर लगाएर यसरी राख हो यसरी ठिक छ अब यसपछि फेरि के गर्ने त यसैलाई कपी गरेर यहाँ ल्याएर म यसलाई सानो गराएर राखिदिन्छु यतातिर हो यसरी है यो पोइन्टमा अब अरू अरू एलिमेन्ट्सहरू पनि राख्न सकियो केही छैन देन यसपछि लोगो रहेछ कपी गरौँ यहाँ लगाएर पेस्ट लोगोलाई हामीले खास म्याक्सिमम केसमा यतातिर राखिन्छ अब यो केसमा हामीले रुल अफ थर्डको युज गर्दैछौँ सो मैले यसलाई यतातिर राखिदिन्छु डबल क्लिक गर्ने एन्ड व्हाइट कलर यसलाई थोरै यहाँबाट सानो गरिदिउँ अलाइनमेन्ट मिल्नुपर्छ है यसरी ड्र्याग गरेर पनि चेक गर्न सक्नुहुन्छ एन्ड थोरै यसलाई तलतिर गर्नु यति डन थोरै माथि यसलाई थोरै अझै ठुलो गरिदिउँ ल यति पर्फेक्ट ठिक छ फ्लावर छ अझै एक्स्ट्रा एड गर्न सकियो यसमा साइजलाई पनि थोरै रिड्युस गर्न सकिन्छ ल यति गरिदिउँ ठिक छ देन यसपछि यतापट्टिको जुन यो फोन नम्बर छ सबैलाई सिलेक्ट एन्ड कपी यहाँ लगाएर पेस्ट थोरै तलतिर लैजाउँ अहिलेलाई यति नै राखिदिउँ अब यहाँ हेर्ने पनि ठिक छ त्यहीसम्मै छ यता पनि ठिकै छ ल अब मैले यो जुन ग्रिड छ हाइड गरिदिन्छु है कन्ट्रोलसित S2 अब तपाईँले यसमा र यसमा कम्पेयर गर्नुहोस् यो डिजाइनमा हेर्ने हो भने यसमा रुल अफ थर्ड युज भएको छैन है छैन भनौँ अब यतातिर हामीले हेर्न सकिन्छ युज त भएको छ बट यतातिर चाहिँ त्यो तरिकाले युज भएको छैन है बट यसमा कम्प्लिटली रुल अफ थर्ड युज भएको छ अब यसपछि के गरिन्छ यसलाई कन्ट्रोल अल्ट शिफ्ट ई प्रेस गरेर एउटा इमेज टपमा ल्याइन्छ राइट क्लिक गरेर कन्भर्ट टु स्मार्ट अब्जेक्ट एन्ड देन ब्राइट एन्ड कन्ट्रास्ट युज गरे हुन्छ अथवा यसलाई युज नगरौँ फिल्टरमा गएर क्यामेरा र फिल्टर युज गरिदिनु ठिक छ डाइरेक्ट म यसको कन्ट्रास्टलाई थोरै इन्हान्स गर्छु एन्ड यहाँनिर देख्न सक्नुहुन्छ एकदम डिटेल चाहिँ थोरै सार्प छ प्लस थोरै नोइज पनि देखिएको छ सो मैले यसलाई डिटेलमा गएर नोइज रिडक्सन गरिदिन्छु है हो यतिको अगेन लाइटमा जाने एक्सपोजरलाई पनि थोरै बढाइदिउँ यति इनफ छ एन्ड कलरलाई पनि थोरै इन्हान्स गरौँ भाइब्रेन्सलाई थोरै बढाइदिउँ ठिक छ देन ओके बिफोर एन्ड यो आफ्टर अब मलाई फेसमा मात्रै अझै थोरै लाइट चाहिएको छ सो सिम्पली एडजस्टमेन्ट लेयरमा जाने ब्राइटनेस एन्ड कन्ट्रास्ट देन ब्राइटनेसलाई यसरी बढाउने एन्ड कन्ट्रोल आई गरेपछि इन्भर्ट अगेन ब्रसमा जाने ब्ल्याक कलर लिने साइजलाई बढाउने एन्ड त्यो व्हाइट पार्टलाई यहाँबाट अनहाइड गर्ने हो यसरी फ्लो कम छ थोरै बढाइदिउँ ल यति इनफ छ ओहो यहाँ बिग्रियो ख्याल गर्नुभएको छ ल अगेन कन्ट्रोल जेड एन्ड यहाँबाट हार्डनेस 0 एन्ड फेरि फेसलाई थोरै ब्राइट गरौँ ल यति इनफ छ गुड अब लास्टमा यसपछि थोरै लाइटिङ छ त्यो लाइटिङलाई पनि ल्याउन सकियो यहाँनिर देख्नु भएको छ सो लाइटिङको लागि म फेरि एक्चुअली ग्रिड अन गर्छु कन्ट्रोलसित S2 एन्ड टपमै काम गरौँ ब्रसमा जाने यहाँबाट लाइट कलर ओके एन्ड कहाँनिर लगाउनु पर्यो त यहाँनिर है हल्का एउटा यता युज गर्दा हुन्छ थोरै अझै लाइट युज गरौँ यो भन्दा यो यतिसम्म ठिक छ यहाँनिर एन्ड अरू यहाँनिर पनि युज गर्न सकियो हल्का हाइलाइट गर्नको लागि मात्रै हो देन यहाँबाट सफ्ट लाइट लिगे हुन्छ अथवा स्क्रिन ठिक छ अब यति गरिसकेपछि मैले सबै यो ग्रिडलाई हाइड गर्छु S2 अब कति चाहियो यहाँ अलिक बढी भएको छ भने पनि हामीले मास्क गर्न मिल्छ ब्रसमा जाने हल्का यो पार्टलाई हाइड गरिदिनु ठिक छ ल डिजाइन डन भएको छ अब यो डिजाइन र यताको कम्पेयर गर्ने हो भने यो भन्दा यो अलिकता क्लिन मिनिमलिस्टिक
एन्ड अट्र्याक्टिभ र प्रोफेसनल पनि देखिएको छ यतासँग कम्पेयर गर्ने, यो डिजाइनसँग कम्पेयर गर्ने हो भने है। सो आई होप हजुरहरूलाई यो रुल अफ थर्डको बारेमा बुझ्नुभयो होला एन्ड यो रुल अफ थर्डमा मैले धेरै अप्लाई गरेकै छैन टेक्निक्सहरू। यसमा अझै पनि अरू टेक्निक्सहरू पनि छ। सो म त्यो सायद अर्को भिडियोमा ल्याउँछु होला। यसमा जस्ट अहिले मैले यो 4वटा पोइन्टलाई मात्रै फोकस गरेर गराएको छु। यसमा होरिजेन्टल पनि हामीले गर्न मिल्छ र भर्टिकल पनि हामीले गर्न मिल्छ, प्लसमा पनि गर्न मिल्छ र यस्तै गरी तपाईँले डायगोनलमा पनि गर्न सकिन्छ है। सो यस्तै इन्फर्मेटिभ भिडियोजहरूको लागि मेरो च्यानललाई फलो गरिदिनु होला एन्ड कमेन्ट गर्न सक्नुहुन्छ र आफ्नो साथीहरूसँग पनि यो भिडियोलाई सेयर गर्नुहोस् है त।